हेलो व्हाट्सअप गाइज, वेलकम ब्याक टु माई च्यानल। केटाहरू खोइ त यार, यहाँ मामा थियो होइन, बिना हेलमेट आइरहेको थियो नि त, माथि गइसक्यो होला है तिनीहरू। ल केटा हो, ठाडै उकालो छ है आजको सुरुमै, बबाल उकालो। छपरी राइडरको इन्ट्री केटा हो। छपरी राइडरले पारा देखायो केटा हो। तिहारको चहल पहल केटा हो। किन जङ्गे होला ल हेरे केटाहरू जङ्गेको केटा वाइल्ड राइड होला जस्तै आज पनि वाइल्ड छ यार बाटो त मुजी कस्तो हेरेको यार पब्लिकेसन कडा केटा हो। फेरि नयाँ ठाउँमा लानु लाग्छ मैले फेरि केटा हो। यो चाहिँ काँक्राबारी भन्ने ठाउँ हो केटा हो। यहाँबाट भ्यू खतरा देख्छ, एकचोटि भ्यू देखाइदिउँ केटाहरूलाई। बबाल भ्यू देख्छ केटा हो। सब भक्तपुर हो यो। तल छ मैले भाइरल पानी, यताबाट पनि बाटो छ जस्तो है, कनासेबाट आउने बाटो जस्तो यार। हेर्नु दामी रहेछ बरु त्यताको बाटो यार। गइदिउँ बाटो त मिठो छ नि केटा हो। ए सदा बोका 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 चाहिँ सब दसेर त्यहाँ सिधाइसक्यो होला नि। केटाहरू फ्रेममा ल्याउनु पऱ्यो नि त होइन। हिँड्यो बाटो चाहिँ बबाल छ है केटा, यस्तै हो होइन। हल्लो फुल्लो अफरोड ढुक्क हो ढुक्क केटाहरू अगाडि ढुक्क हो क्या ढुक्क भन्ने लड यार। ए धुलो नउडान मुला, धुलो खाइदिएर केटाहरूले यार। ए मासला भाग्यो त म तेरो साथीहरू नगर्न मुजी तर्सिन्छ साला। फेरि बाख्रा त देखाइ नहुने फेरि यसलाई है। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके यार त्यो के छ छन चाहिँ होइन, च्यानाडा हो क्या। लो केटाहरू त पुरा फायरमा, म बाटो हेर्दैछु चलिदिइहाल्यो। लो मा अति गरिदिने यार। बाटो हेर्दैछु होइन केटाहरू त हिँडिदिएर क्या अब ल। लौडा त लड्छ जहिले पनि यार। कन्टेन्ट मिलिसक्यो केटा लड यार, खुट्टा बबाल रहेछ ठाउँ है। यहाँबाट हान्न ऱ्यामसम लडा एकछिनको बसाएपछि हामी फर्किँदैछौँ। यहाँ तल बाटो हेर्न गएको बाटो रहन्छ, तर ठाउँ बबाल्दै चाहिँ केटा आउँदा हुन्छ। काँक्राबारी भन्ने ठाउँ हो, सूर्यविनायकबाट 10 मिनट। क्याम्पिङ स्याम्पिङ अग्रम बग्रम चिल हान्नलाई सही ठाउँ छ है केटा। नजाने सुरुमै गाँड फाट पर्फर्मेन्स हान्नुपर्ने रहेछ अनि। यता जाउँ यता अब। ल केटा यहाँ आएपछि बाटो झुक्यो हामी होइन। केटाहरू मासेर गइदिएर फेरि कन्टेन्ट केटा कन्टेन्ट। म त मेरो अड्किन्छ भन्दा धन्न ताने यार। त्यतैबाट जा त्यतैबाट। ल केटा हो, फेरि हामी फेरि मैले अति गरिदिने, बक्सोजी त अति गरिदिने हो क्या।
बाइक ठेल्नु पर्ला जस्तो अझै तल जान चिप्लिन्छ त्यहाँबाट भ्याउँदैन जा तलै जा अलि उठेर जान हो आइज टायर होइन क्या भाइ चाहियो नि डिपेन्ड अपन राइडर भन्ने थाहा छैन ब्रो आइज आउँदैछ है केटा एनएस आउँदैछ यत्तिको हुनु पऱ्यो केटा हो काम गरेन वात्त छोड्यो भने गर्दैन पुस्ता छोडेर जान्छ म चल्दैछु लग्दिनँ होइन रुपेश है जा माथि ठाउँ छ नि हेर त जा न भिडियो बना न प्लिज बना त्यहाँ माथिबाट ल केटा आज पनि लौडा लसुन होला यार ल लडाउँछ यसले बाइक फिक्स लडाउँछ अरे आइज यहाँ रहेछ छिरा अब लक सफा गर्नु पनि खोलेर कुलो बक्स नि खोल्नु पनि आइज काट ल केटा अब 16 जाने है म चाहिँ कस्तो उ गरे क्या अलि लिनुपर्ने ल है केटा रे ल केटा ल ओए मोला